बधाई छ। डर चिन्ता भोका प्याज भाग्दछ आज भोलि त गुरुआमाको माया नि लाग्दछ। गौरव छ आफै माथि म सशस्त्र प्रहरी जनताको दुःखको साथी म धन्यवाद प्रमुख अतिथिज्यू आसन ग्रहणको लागि सविनय अनुरोध गर्दछु। शपथ ग्रहण गराउनको लागि कार्यक्रम परिसरको बायाँ किनाराबाट राष्ट्रिय एवं
वीरताको प्रतीक खुकुरी चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डा सशस्त्र प्रहरी बलको झण्डा र साथमा तामा तुलसी पिपलको पात लिएर शपथ ग्रहणको दिन मञ्च अगाडि बढिरहेको छ। आत्मालाई शुद्ध पारी यिनीहरूको परेडको गराइदिएको धन्यवाद। समस्त अतिथि महानुभावहरूमा आसन ग्रहणको लागि पुनः निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता ज्ञान नेपाल आमाको नेपाल आमाको नेपाल आमाको श्री पशुपतिनाथको श्री पशुपतिनाथको श्री पशुपतिनाथको श्री निपङ्गलामुखी माताको श्री सशस्त्र प्रहरी बल नेपालको श्री सशस्त्र प्रहरी बल नेपालको श्री सशस्त्र प्रहरी बल नेपालको
त आइसक्यो यता आएपछि दुईजना यस्तो गरेर फर्किन्छ नि त एउटा तलैबाट फर्किन्छ माथि आएर फर्किन्छ स्टप मलाई लाग्छ नगइनी नहुनी चल्यो बतास डालै पिपालु चल्यो बतास मनै छोरीलाले माया कता छ डालै पिपालु चल्यो बतास मनै छोरीलाले माया कता छ मनै छोरीलाले माया कता छ पानी हेर हरियो बन त्यस्तै हो के फौजीको जीवन चल्यो बतास डालै पिपालु चल्यो बतास मनै छोरीलाले माया कता छ मनै पिपालु चल्यो बतास मनै छोरीलाले माया कता छ मनै छोरीलाले माया कता छ डर चिन्ता भोका प्याज भाग्दछ आज भोलि त गुरुआमाको माया नि लाग्दछ चल्यो बतास डाँडै पिपालुमा चल्यो बतास मनै छोरीलाले माया कता छ डाँडै पिपालुमा चल्यो बतास मनै छोरीलाले माया कता छ मनै छोरीलाले माया कता छ जंगल गई खेरौले स्याउला माया हैन पेलेको याद आउला सबै थोक भाग्दछ मारे पनि आफ्नो गुरुआमा प्यारो लाग्दछ चल्यो बतास डाँडै पिपालुमा चल्यो बतास मनै छोरीलाले माया कता छ डाँडै पिपालुमा चल्यो बतास मनै छोरीलाले माया कता छ मनै छोरीलाले माया कता छ सुरु नाच्न सुरु भने छिटो छोड्दै बनाइसक्यो
छिटो काटेको थियो गर्दैछु ल हाम्रो आज पास आउट चेलीहरूको लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप राज्यले दिएको जिम्मेवारी सदा निष्ठावान रही इमानदारीपूर्वक अनुशासित ढङ्गले पुरा गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास दिँदै कार्यक्षेत्रमा स्वागत गर्दै सफलताको कामना समेत यसै अवसरमा गर्न चाहन्छु। अब यस पश्चात यस तालिम सम्बन्धी छोटकरी पट्टी भिडियो गरिरहेको छु कि निश्चित नवजवानहरूका अभिभावकहरूलाई छिटोभन्दा छिटो माल्याङ्कन तथा दर्जानी चिन्हद्वारा सुशोभित गरिदिनु। कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण अभिभावकजीहरूमा हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दै आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। म चाहिँ भिडियो गरिरहेको छु मजाले। धेरै धेरै बधाई छ। कस्तो लागिरहेछ दिव्या गुरुङ? भोक लाग्यो अरे यसलाई चाहिँ। हामीलाई त टुरा भयो त नि, टुरा भयो नि, भोक लाग्यो। हेर्न न फोटो खिच्न लाइन आएर खाना खान जानु लाग्यो अब।
यता यस्तरी बस्नु भयो म्यामहरू। म चाहिँ यसरी छु जाउलायो फोटो खिच्दा अनि मेरो यो स्यान्डल छ नि स्यान्डल एकदम गाह्रो भएर सके खुट्टा यस्तो गर्दा सो ओ सेट के हुँदैछ यता खोइ के गर्न आएको यहाँ तिमीहरू के गर्न आएको पलाउनु क्या हो आइसक्रिम ल्याउन हामीलाई नि आज लास्ट दिन हो हाम्रो भेटघाट अब त कहिले हुन्छ थाहा छैन के हो रे गुरुबा हामी कतिजना हाम्रो हामी चाहिँ आइसक्रिम खान आइदिएको टक्का लाएर गुरुबाहरूलाई हो क्या गुरुबाहरूलाई हो क्या एकछिन रुक है गुरुबाहरूलाई एकछिन गुरुबाहरूलाई लगिदिन्छ अनि पछि लगाउला तिमीहरूले तलतिर लगेर जाने हो क्या समातिबे अगाडि अगाडि सिरी हामीलाई लैजान दिएन नि तिमीहरू खानु खाना खाँदै हुनुहुन्छ यसरी कस्तो लागिरहेको त के हो अरे कस्तो भयो सारीसँग चाहिँ कुच्छु त अनि आइसक्रिम खान्छ होला ल हामी चाहिँ कसरी कुद्ने रे देखाइदिनु साडी बिग्रिन्छ ल ऊ ल बाई बाई हाम्रो के अरे होइन त्यो उसो क्या आइसक्रिमको बट्टै बोकेर ल्याइदिएको मलाई हात पनि धोएन खाएर किनभने त्यहाँ मान्छेको भिड थियो याचङ चाहिँ सो यति धारा तापमान मेरो साडीमा हेर्न यहाँ युट्युब च्यानल 3-4 दिनपछि मात्र अपलोड हुन्छ यसको पक्कै थाहा भएको र वाउ यहाँ हेर्नु अगाडि त अगाडि लाखन पछाडि पनि लाखन दिबे वेट चोरहरू यता हुनुहुन्छ कुल्पी जीवहरू आइसक्रिम 20 रुपियाँको आइसक्रिम वाली चोरेको आइसक्रिम त 20 रुपियाँको दिनु हुन्छ चोरेको आइसक्रिम मेरो हातेर आइसक्रिम निकालेर लब्बै उडाइदिने खाने खाइदिने चोर्नीहरू मेन चोर है गाइस अब चाहिँ हाम्रो फाइनली त्यो अब हामी भिडियो गर्दैन हामी चाहिँ ड्रेस खोज्छौँ नाटकै बसेर सिस्टम 245 तालिम रे उस यो ग्यालेन टिप त नयाँ है छोड्दैन बिहारमा जति छन् के बौलाउन दिनु केही हुन्न एउटा दिँदा बौलाए फुस्किल्ला खा तिनीहरूको नसा अब सकिसक्यो तालिम सक्यो नि त त्यही भएर हुनुपर्छ यतिको जोस जागर Okay guys, thank you for watching. Bye bye.